आज म खारुइजावाको एकदम फेमस स्पोट कुमो बाइके पोन्डमा आएको छु। यो ठाउँलाई स्वान लेक पनि भनिन्छ। यो पोन्ड चाहिँ नेचरको बीचमा वरिपरि रुखहरू पुरै पानीको रिफ्लेक्सन भएको पनि देखिन्छ। इफ यु आर अ नेचर लभर आई हाइली रेकमेन्ड यो ठाउँमा जानुको लागि चाहिँ। यहाँको वातावरण चाहिँ साँच्चीकै पिसफुल छ। पोन्डको वरिपरि वकिङ ट्रेल पनि रहेको छ र हिँड्नु पनि एकदम इजी छ। लगभग 20 मिनेटमा पोन्डको वरिपरि घुमेर पनि सकिन्छ। सिजन अनुसारको कलर पनि कम्प्लिटली चेन्ज हुँदै जान्छ। स्पेशली अटममा त यहाँको भ्यू लिटरली पोस्टकार्ड जस्तो देखिन्छ। इफ यु आर एभर इन खारुइजावा डेफिनेटली भिजिट दिस प्लेस। फोटो भिडियो भाइब्स एभ्रिथिङ पर्फेक्ट। यो ठाउँको जति तारिफ गरे पनि अझै कम नै छ जस्तो लाग्छ। पोन्डको छेउमा बसेर केही मिनेट आँखा बन्द गरे मात्र पनि मनको सबै तनाव हराएर जान्छ जस्तो लाग्छ। यति शान्त थियो कि यो ठाउँ। यहाँको एनर्जी एकदम क्लिन सफ्ट अनि कामिङ थियो। यति राम्रो दिनमा नेचरको बीचमा आँखा अगाडि यति राम्रो भ्यू थियो होइन। हामी त एकछिन बसेर बाबुसँग खेलेर एकदम क्वालिटी टाइम स्पेन्ड गर्यौँ। यही सँगै मेरो आजको पिसफुल मिनी भ्लग यही समाप्त गर्दैछु। अर्को भ्लगमा फेरि भेटौँला। मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला। यति भन्दै ओके बाई।